उहाँले च्यालेन्ज दिनुभएको छ सिन्धुपाल्चोक टाइगरलाई। अब हेरौँ यो ट्याग टिम कसले जित्छ त्यो हामीले पनि खेल हेरेर थाहा पाउँछौँ। खेल सुरु भएको अवस्था छ हामी देख्न सक्छौँ र सिन्धुपाल्चोक टाइगरलाई सोल साडीले रिङमा लगेर छातीमा प्रहार गरेको छ। फर्स्ट प्रहार। पक्कै पनि खेल एकदम घमाघम्सी रूपले नै चलिरहेको छ। हेरौँ दिमाग चाहिन्छ पासा, उहाँले दिमाग लगाउनु भयो। यो रेस्लिङ गेममा कतिपय बुढे बल पनि काम लाग्दैन कि, अलिकति दिमाग पनि लगाउनु पर्छ। सो कोही कोही रेस्लर प्लेयरहरू एकदमै चलाक हुन्छन्। मिस्टर एथीलाई ट्याग गरेको अवस्था छ र मिस्टर एथी रिङमा इन भएको छ। सिन्धुपाल्चोककै टाइगरलाई सोल छाडीले धोबी हानेर बाहिर गएको छ र फेरि मिस्टर एथीले सिन्धुपाल्चोककै टाइगरलाई कमान मिस्टर एथीले सिन्धुपाल्चोककै टाइगरलाई ब्याक बडी स्नाम फालेको हामी देख्न सक्छौँ। सिन्धुपाल्चोककै टाइगर पनि कम छैन। फेरि अर्को सोल साडी फेरि रिङमा इन भएको अवस्था छ। प्रहार सोल साडी पनि कम छैन। उहाँ चाहिँ एकदम खतरा खेल्नुहुन्छ। अलिकति कमेडी पाराले पनि खेल्नुहुन्छ। उहाँ दर्शकलाई धेरै मनोरञ्जन उहाँको खेलबाट हामीले लिन सक्छौँ, हो कि होइन? ब्याक बडी स्लाम र सिन्धुपाल्चोककै टाइगरले लिभिङ लेजेन्ड उहाँको पार्टनरलाई हिर्काइरहेको देखेर उहाँ रिङमा आइसक्नु भएको छ र सिन्धुपाल्चोककै टाइगरलाई मिस्टर एथीले निचोरिरहेको छ, कागती निचोरे जस्तै। हिमालयन टाइगरलाई देखाइ देखाइ आफ्नो पार्टनरलाई यसरी चुटिरहेछन् कि धोबीले लुगा चुट्या जस्तो। अब हेरौँ टाइगरको अगाडि आफ्नो पार्टनरलाई यसरी पिटिरहेको छ र अब के हुन्छ जब हिमालयन टाइगर रिङमा आउँछ? यस हिमालयन टाइगरले उहाँले ट्याग गरिसक्नु भएको छ र अब रिङमा इन्ट्री हुँदैछ हिमालयन टाइगर। सोल साडी भोपाल बुक्का प्रहार, फेरि अर्को प्रहार। ब्याक टु ब्याक 5 प्रहार गरेको छ। फेरि अर्को प्रहार। पक्कै पनि भाग कहिले पुरै हुँदैन, हो कि होइन? अब हेरौँ अब कस्तो ग्रुप गर्दै हुनुहुन्छ। प्रहार आफ्नो पार्टनरलाई यसरी पिटिरहँदाखेरि हाम्रो यतिलाई यति मन दुखिरहेछ। अब हेरौँ अब यतिलाई उहाँले ट्याग गर्नुभयो भने उहाँ रिङमा आउनुहुन्छ र टाइगरसँग उहाँले फाइट गर्नुहुन्छ। जबसम्म हाम्रो उहाँको पार्टनरले उहाँलाई ट्याग गर्नुहुन्न तबसम्म उहाँ रिङमा आउन पाउनुहुन्न। सो उहाँले हात बढाइरहनु भएको छ।
र हाम्रो टाइगरले सोल स्याडीलाई एकदम धुलाइ गरिरहनु भएको छ, टाउकोमा प्रहार गरिरहनु भएको छ। अलिकति फेरि अर्को प्रहार, अलिकति स्टेज चिप्लो छ, हाम्रो रिङ चिप्लो छ। यो अवस्थालाई पनि हामी मध्यनजर गरिदिनुको लागि हाम्रो प्लेयरहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। फेरि अर्को प्रहार, ब्याकबाट इस्लाम फालेको अवस्था छ। गेम इज ओभर। यस, कम अन। सोल स्याडीले हेरौँ के गर्छ, ओभर गर्छ कि फेरि कमब्याक गर्छ। हिमालयन टाइगरले नेकमा आफ्नो त्यो गमबुटले थिचिरहेको हामी देख्न सक्छौँ। पक्कै पनि अलिकति सास फेर्न गाह्रो भइरहेछ उहाँलाई। उहाँ आफ्नो साथीलाई ट्याग गर्ने खोजीमा हुनुहुन्छ, तर हिमालयन टाइगरले उहाँलाई मौका दिनुभएको छैन। अब फेरि कस्तो मुभ गर्दै हुनुहुन्छ हेरौँ, हामी हेर्दैछ। माउथमा एकदमै उहाँले प्रेसर दिइरहनु भएको छ। फेरि छातीमा प्रहार, यो कम अन। यस, सोल स्याडी घाइते अवस्थामा हामी देख्न सक्छौँ। पक्कै पनि सिन्धुपाल्चोक टाइगरको इन्ट्री भएको छ। सिन्धुपाल्चोक टाइगरले सोल स्याडीलाई हानिरहेको हामी देख्न सक्छौँ। पक्कै पनि उहाँले केही मुभ गर्न खोजिरहनु भएको छ। हेरौँ यो कस्तो मुभ हुनेछ। उहाँले मिलाउँदैछ, तर नाइस प्रहार, एकदम शिथिल अवस्था हाम्रो सोल स्याडी। उहाँले सोल स्याडीको पार्टनरलाई जिस्काउँदै हुनुहुन्छ। खेल हो भन्न सकिँदैन। हेरौँ कसले मार्छ बाजी। 1 2, अझै हार मान्नु भएन उहाँले। कोही भन्दा कोही कम छैन। मिस्टर यति यहाँ आफ्नो पालो पर्खाइमा तलाउमा बकुलाले माछा कुरे जस्तो कुरिरहनु भएको छ। मिस्टर यति नेपाली प्रो रेसलर। पेटमा खतरा उहाँले चाहिँ हान्नुभयो है झुक्काएर। ट्यागको अवस्था। अब मिस्टर यतिको इन्ट्री। अब क्या होगा तेरा कालिया। सिन्धुपाल्चोक टाइगरलाई यतिले कहाँ जाला मच्छडी मेरै ढडिया भन्दै उहाँलाई अब यसरी अब चुन्नुहुन्छ कि बबाल खतरा प्रहार। मिस्टर यतिले सिन्धुपाल्चोक टाइगरलाई हानिरहेको हामी देख्न सक्छौँ। र अर्को प्रहार उहाँले दिनुभयो, बबालै थियो यो पनि। हात्तीको अगाडि मुसा जस्तो हो कि न। ल यहाँ चाहिँ झ्याली गरे है हाम्रो टाइगरले। ट्याग दिनु पर्यो, बिना त्यागले पनि उहाँ जानु भएको छ, तर उहाँको पार्टनरले बबाल यहाँ हेरौँ हेरौँ है, यो चाहिँ खतरा हुन गयो। ल अब गेम चाहिँ भद्रगोल भयो है। अब हेरौँ, लुकेर ढुकेर यहाँ चाहिँ बबाल चुटाइ गरिरहनु भएको छ। मजाले लिगे पिक खेले जस्तो खेलाइरहनु भएको छ। दिस इज सिन्धुपाल्चोक टाइगर। सिन्धुपाल्चोकको पानीको कमाल अब पावर देख्छ। अब सोल स्याडीले प्रहारमाथि प्रहार डाक्टर मार्टिन सिताले हानिरहेको छ। पक्कै पनि रेफ्रीको आँखा छलेर यो चाहिँ बबालै गर्नुभयो है। मैदानभन्दा बाहिर आउनु भएको छ। यता लुकेर हान्दै हुनुहुन्थ्यो, तर टाइगरले खतरा यो किक हान्नुभयो। हिमालयन टाइगरले मिस्टर यतिलाई फेरि अब चुटिरहेको छ। हेर्नुहोस् त पावर कतिको रहेछ। 100 किलोभन्दा बेसी मान्छेलाई उचालेर पछाड्नु भएको छ हो कि न। अझै दम छ हो कि न। बाघ बुढो कहिले हुँदैन र स्याल कहिले तन्नेरी हुँदैन। पक्कै पनि यति एकदम
खतरा खेलाडी हुनुहुन्छ उहाँ पनि एकदम अनुभवी प्लेयर हुनुहुन्छ हार मानेको छैन मिस्टर यतिले लिभिङ लेजेन्ड हिमालय टाइगरले मिस्टर यतिलाई घाँटीमा ठिचिरहनु भएको छ उहाँलाई सास पनि एकदम गाह्रो भइरहेछ तर अलिकति रेफ्रीले यो चाहिँ हुँदैन भनिरहनु भएको छ तर पनि उहाँले मान्नु भएको छैन अब हेरौँ के हुन्छ अब 1 2 अझै उहाँले हार मान्नु भएन अझै दम छ उहाँमा पनि मुक्कामाथि मुक्का प्रहार मिस्टर यति रिङमा एकदम ढलेको अवस्थामा टाइगरलाई एकदम जोस आएको अवस्था मलाई लाग्छ यति पनि उठेर प्रहार गर्नुहुन्छ उहाँ मौकाको खोजीमा हुनुहुन्छ मिस्टर यति पनि मौका पाएपछि हानिहाल्नु छ उहाँले पनि भन्दै थियो तर टाइगरले त्यो मौकै दिएन के हो कैन मान्छेले भन्छ क्या यो रेस्लिङ फेक हो भनेर तर यसरी लडिरहेछ यो फेक होला त होइन है यो त रियलै हो नि यार पछाडिरहेछ किक खाइरहेछ हो कैन ओके यो रेस्लिङ खेलाडी हुनलाई पनि धेरै ट्रेनिङ गर्नुपर्छ अब हेरौँ कस्तो मुभ गर्दै हुनुहुन्छ उहाँले बब्बाल खतरा मुभ अब हेरौँ है उहाँले हार मान्नुहुन्छ कि हुँदैन यता सोलस्याडी फेरि सोलस्याडीले हाम्रो सोलस्याडी इन्ट्री भएको छ सिन्धु पाल्चोकको टाइगर पनि रेफ्रीको हातमा छरेर आउनुभएको सोलस्याडी यहाँ एम्बुलेन्सको व्यवस्था गर्नु पर्ला जस्तो भइसकेको छ पक्कै पनि खेलमा झ्याली चाहिँ गर्नु हुँदैन है उहाँ चाहिँ लुकेर रेफ्रीको आँखा छलेर टाइगरलाई एट्याक गर्न आउनु भएको थियो तर टाइगरले उल्टै एट्याक गर्नुभयो हो कैन हामी देख्न सक्छौँ मिस्टर यति पनि घाइते अवस्थामा र सोलस्याडी पनि घाइते अवस्थामा र हिमालय टाइगरले सोलस्याडीलाई घाँटीमा नख लागेको अवस्थामा हामी देख्न सक्छौँ ल हेरौँ सोलस्याडीको हालत हामी देख्न सक्छौँ अब हेरौँ यस उहाँलाई हातमा एकदम खतरा लक लगाउनु भएको छ उहाँ उम्किन सक्ने अवस्थै छैन अब हेरौँ बाघको मुखबाट कसरी उम्किनुहुन्छ उहाँ पनि मौकाको खोजीमा हुनुहुन्छ मौका पाएपछि उहाँ पक्कै उम्किनुहुन्छ र यता हाम्रो मिस्टर एटी एकदम अनुभवी खेलाडी उहाँ पनि शिथिल अवस्थामा हुनुहुन्छ यहाँ टाइगरले चाहिँ यहाँ एकदम छुटिरहेको अवस्थामा फेरि अर्को प्रहारमाथि प्रहार सोलस्याडी पनि कम छैन अपकमिङ सुपरस्टार नेपाल प्रो रेसलर फेरि अर्को खत्रै थियो यो चाहिँ अब हेरौँ उहाँले के गर्नुहुन्छ है हार्नुहुन्छ कि जित्नुहुन्छ उहाँ त्यो अझै हार मान्नु भएन उहाँले उहाँमा दम छ अझै जब तक सास रहन्छ तबसम्म आश हुन्छ हो कैन कमान सोलस्याडीलाई फेरि हिमालय टाइगरले पछाड्ने फेरि अर्को प्रहार उहाँले अन्तिम मुभ खोज्दै हुनुहुन्छ टाइगरले तर सोलस्याडीले त्यो मौका चाहिँ उहाँलाई दिनु भएको छैन अन्तिम मुभको खोजीमा छ मेरो विचारमा हेरौँ भाइ यो गेम कहाँसम्म लम्बिन्छ मलाई लाग्छ यो चाहिँ अन्तिम मुभ खोजिरहनु भएको छ तर उम्कनै दिनु भएको छैन फेरि अर्को प्रहार The winner is Himalay Tiger and Sindhu Palchoko Tiger. र सोलस्याडी र मिस्टर यतिले पनि ग्रेट रेस्लिङ खेल्नुभयो